साथीहरू तपाईँले चाहिँ कुनै पनि ठाउँमा जाँदाखेरि तपाईँले चाहिँ सानोतिनो गल्ती गर्नुभयो, त्यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ पुलिसले पक्रिहाल्यो र त्यो पक्रेको अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ एकदम अब के गर्ने होला भनेर सोच्नुभन्दा पहिला यो तिनवटा कुरा चाहिँ एकदम ध्यान दिनु होला र यो तिनवटा कुरा के हो भन्ने कुरा चाहिँ यो भिडियोमा लेखिएको छ र मस्त स्पष्टसँग दिएको छ। एकचोटि हेर्नु है त। प्रहरीले तपाईँलाई पक्राउ गर्यो, अब के गर्ने? यो तपाईँले जान्नै पर्ने तीनवटा कुरा। पहिलो भनेको प्रहरीले तपाईँलाई पक्राउ गर्नु अघि जरुरी पक्राउ पुर्जी या पक्राउ पुर्जी देखाएर मात्र पक्राउ गर्न मिल्छ, यतिकै तपाईँलाई पक्राउ गर्न मिल्दैन। दोस्रो भनेको पक्राउ गरिसकेपछि तपाईँले आफ्नो कानुन व्यवसायी छान्ने र कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तपाईँको संवैधानिक अधिकार हो र कानुन व्यवसायीसँग सल्लाह नगरी तपाईँले प्रहरीमा बयान दिनुभयो भने तपाईँलाई पछि धेरै गाह्रो पर्न सक्छ। तेस्रो र तपाईँले जान्नै पर्ने कुरो के हो भनेको प्रहरीले पक्राउ गरेको 24 घण्टाभित्र तपाईँलाई अदालतमा उपस्थित गर्नै पर्छ। यदि प्रहरीले तपाईँलाई बिना पक्राउ पुर्जी पक्राउ गरेको छ, तपाईँलाई कानुन व्यवसायी भेट्न दिइरहेको छैन र 24 घण्टा बितिसक्दा पनि तपाईँलाई अदालतमा पेश गरेको छैन भने चाहिँ तपाईँले नजिकैको जिल्ला अदालतमा गएर बन्दी प्रत्यक्षीकरणको रिट पनि हाल्न सक्नुहुन्छ। तपाईँको कानुनी फन्दामा पर्न सक्ने साथीलाई यसमा ट्याग गर्नुहोस् र एन्ड एज अलवेज फलो फर मोर। अवश्य साथीहरू तपाईँहरूले चाहिँ यो भिडियो हेरिसक्नु भयो होला। उहाँ सरले चाहिँ कस्तो राम्रोसँग चाहिँ यसरी भन्नुभएको छ कि जब हामीले त तिनवटा कुरा चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ होइन, त्यो कुरा चाहिँ तपाईँहरूले चाहिँ उहाँ सरबाट चाहिँ सुनिसक्नु भयो होला राम्रोसँग होइन। यही कुरा चाहिँ तपाईँहरूले चाहिँ एकदमै ध्यान दिनुपर्छ है। तपाईँहरूलाई चाहिँ जब पुलिसले पक्रिन्छ नि त्यतिखेर चाहिँ यो कुरा चाहिँ अवश्यले तपाईँले ध्यान दिनुपर्ने हुन्छ, नत्र तपाईँ फोकटमा तपाईँ चाहिँ फस्नु होला है। यो कुरा चाहिँ एकदम ध्यान दिनु होला र तपाईँहरूको फ्यामिलीमा नि त्यस्तै अवस्थामा चाहिँ त्यस्तो भयो भने चाहिँ मान्छेहरूलाई चाहिँ तपाईँको फ्यामिलीलाई या साथीभाइहरूलाई थाहा हुँदैन नि, यो भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु होला है। सक्दो भन्दा नि सक्दो सेयर प्लिज तपाईँहरूको लागि यो भिडियो है। उहाँ सरले भन्नुभएको किन हामी जस्तो थाहा नहुने मान्छेलाई चाहिँ उहाँले चाहिँ सिकाउनु भएको, त्यही भएर यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु होला। ओके।